That's a kiss your Kali camera. I forget those. Enjoy them though. Yes, bro. Kiss her, bro. How are you, bro? Yeah, that. Oh my god. Look at the view, guys. Oh. Yeah, video one. So yes, साँच्चीकै नै कस्तो पिस फिल भइरहेछ हजुरहरू चाहिँ नि काठमाडौँमा धुलो खाँदै बस्नु न यताउता नसा छरौँ मिठा मिठा कुरा गरौँ कि हामी एक अर्काको नगीचमै जिउँ Hello, good morning. Yes guys, good morning Subha Bihani and welcome back again. सम्पूर्णमा स्वागत छ मेरो नयाँ भिडियोमा 3 करोड जनतालाई. Yes guys, we are now in सैलुङको डाँडा. यस हिजोको क्याम्पिङ चाहिँ यस्तो भएको थियो as you can see. अनि अब अझ डाँडा भन्दा नि हामी मेन डाँडैमा चाहिँ पुगेको छैन अझ बाँकी छ बिकज हामी बेलुका चाहिँ यहाँसम्म आइपुग्न सफल भयो. What a nice place guys. सो त्यही हो अब हामी फेरि मासतिर जाने तयारीमा छौँ. यस्तो भल देखिरहेछ. हेलो भाइ लन्डे लोग को कॉल कर जल्दी से जल्दी हम इधर पहुँच चुका है. हाँ ठीक है हमारे बंदी लोग को भेजो इधर. सो मुख नै धोएको छैन फर्स्ट अफ अल. अच्छा के छ यार काले कहाँबाट आइपुग्यो दोस्त एन्जोय गरौँ त हौ हात हात. यस ब्रो के छ यार ब्रो हाउ आर यु ब्रो यार द्याट यु आर भेरी गुड ब्रो यार द्याट. सो हाम्रो चाहिँ हिजो हामीले गरेको फोहोरहरू चाहिँ यहाँनिर कलेक्सन गरेर सफा गर्दैछौँ. ओ साथी यता आउ न. ओ साथी के छ यार मुख धोयो त. चढी जाउँ के सुधाउनु जाडो भयो एकछिन सामान औसारी मास. छोरीलाई भोक लागिसक्यो सो साइज ऐलुङमा यस्तो क्याम हानेको चाहिँ कतिजना हुनुहुन्छ अलिक कमै व्यक्तिले हान्छ होला यार. गाह्रो रहेछ नि त हौ खालि हिँडेर आउन त गाह्रो छ. अनि यस्तो डाँडासम्म राति राति पानी परिरहेछ. एक त भारी बोकेर आएर चाहिँ नि हामीले राति नै पकाएर खायौँ. एकछिन चाहिँ डान्स पनि चलाएको थियौँ. यस गाइज एकदमै ह्याभेन भएको थियौँ. सो म चाहिँ छु अहिले प्रकृतिको काखमा. प्रकृति मिन्स नट गर्ल्स नेचरको काखीमा बसिरहेछु हामी. त हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रा मित्रहरू. डाँडातिर लाग्यो है साथी हो मेरे मेरे आँखा. यस मर्निङ सट यो जानु पर्छ. हेलो तिमी कति छिटो आएको डाँडामा. Oh my god. Look at the view guys. अलिअलि व्यक्तिहरू आउँदै हुनुहुन्छ हामीले देखिरहेछौँ. अरूहरू चाहिँ नि आएर तल होटलतिर बस्नु हुँदो रहेछ अनि बिहानै मासतिर लाग्नु हुँदो रहेछ. अहिले लगभग 6:30 हुन थालेको छ. तर हामी चाहिँ हिजो राति नै हजुरहरूलाई पनि थाहै छ डाइरेक्ट यता आएर क्याम्प गरिएको थियौँ. ब्रेकफास्ट टाइम त्यहाँ भिडियो बनाउनु प्लिज भिडियो आउँदैछ कि यो बोइलले चाहिँ गाडी दिनु लास्टै चिसो
Please, guys. We have to take one. बुलिएर छ ठिकै हो हजुर मिठो छ खाना भने यमी चाहिँ पुगनी नि फल्छ नि पुगनी यो हो दादा गुड मर्निङ साथी ब्रेकफास्ट ब्याग प्याक गर्न चाहन्छु साथीहरू दिस इज माई वाटर प्रुफ ब्याग जुका फेरि ओछ्यानमै आएछ फेरि हामी चाहिँ लगभग माथि नै पुग्न थालिसकेको छ मित्रहरू हजुरहरू हिजै आउनु भएको र सैलुङ फर्स्ट टाइम हाम्रो कहाँ थियो आउनुभयो हजुरहरू काठमाडौँ कुन ठाउँ त्यो म फर्स्ट टाइम नाम सुनेको त्यही भएर केही नबोलेको खै त के फरक त पर्दैन मैले भ्लग बनाइरहेको छु है गाइजहरूको फरक पर्दैन नि ओके राइट प्लिज डु जिउ त्यसो गर्नै पर्दैन ओके आउ सिधा ल ओके ल क्लाको खै छोडिदिउँ ल गाले ल सो मेरो चाहिँ म ग्यास सकेर चाहिँ नि मैले यहाँनिर ग्यास भर्दैछौँ अझै हामी उकालो तर्फै यात्रा गर्दैछौँ हामी मस्त देशी Oh my goodness. हेर्नु डरै लाग्दो रहेछ भिड चाहिँ सो मित्रहरू हामी चाहिँ नि डाँडामै आइपुगिसकेको छ तलदेखि हिँड्दै गरेर हामी यहाँनिर आइपुगिसकेको छ अब हामी चाहिँ दर्शन गर्न लागेको भित्रै गएर अनि भित्र भिडियो पनि बनाउन मिल्छ अरे मैले अनुमति लिइसक्यो ओके साथीहरू हामीले चाहिँ दर्शन पनि गरेर निस्क्यौँ अब एउटा चिया मनी खाउँ होला के यता ससुराली बनाउनु पर्यो हस् थ्याङ्क यू हाम्रो त चान्स है फेरि ससुराली बनाउने भयो दैलुङतिर चौरीको चाम्रो छिर्पु के आनन्द छ यस त एकदम पिस भइरा
लानु सानो भयो धेरै नरम रहेछ धेरै खोइ त सबैले लिनु होल चाक्नु। भनेर छुर्पी त अनि खै डिस्काउन्ट भएको बेला छुर्पी नरम खालको त फेरि एकैछिनमा सकिन्छ त्यो चाम्रो दाँतै दुखायो कि हिजो कोही कोही साथीहरू चाहिँ तलतिर नजाने रे हामी चाहिँ यस्तो दामी कुहिरो लागेको देखेर तलतिर ओर्लिरहेछौँ एकछिन चाहिँ हामी मजा लिन्छौँ बादलसँग हो हेर न केही नदेखेको त्यहीँ डाँडामा घाम लागिरहेछ यहाँ चाहिँ यस्तो बादल कुहिरो लागेर सैलुङको डाँडैमा फुलबुटे साडे गीत मिलेन क्या यो गाइज वाट्स ह्यापनिङ साँच्चीकै नै कस्तो पिस फिल भइरहेछ हजुरहरू चाहिँ नि के भन्छ काठमाडौँमा धुलो खाँदै बस्नु ल हामी चाहिँ यहाँ हावेनतिर छौँ है आज खान्छु गाइज वी आर नाउ इन प्रकृतिको काखमा छौँ सबैजनाले मलाई छोडेर गयो साथीहरू म एक्लै फोटो भिडियो खिच्दै बस्यो स्ट्यान्डमा राख्ने एक्लै हतार गर्छ यार सबैजना आफूलाई फेरि जहाँ गए पनि सम्झना स्वरूप मलाई एकदमै पिक्चर तस्बिर चाहिँ चाहिन्छ म फोटो भिडियो मैले सम्झनाको लागि लिन पाउँदैन भने म कुनै पनि ठाउँमा जाँदिनँ कि जहाँ गए नि मलाई फोटो भिडियो चाहिँ हान्नुपर्छ यस्तो ब्युटिफुल वेदर भइरहेछ बाटो नि कता राम्रोसँग देखेको पनि छैन अघि कुहिरो नलाग्दा त स्तुपा त यहीँतिर जस्तो लाग्थ्यो भाइ अहिले त कता हो मजै ठ्याक्कै अहिले स्तुपानिर आइपुग्यो यो चाहिँ आई थिङ्क पुरानोहरू जस्तो लाग्यो अनि यो ठुलो चाहिँ नयाँ तर अब त भ्यूै देखेन यार साथीहरू यार हेर त अघि कस्तो राम्रोसँग घाम लागिरहेको थियो अब त सब कुहिरोले छेकी गयो पो एक्कासी यति धेरै कुहिरो कहाँबाट आयो भन्दा हुका तानेछ त साथीहरूले अनि कुहिरो त बढिहाल्यो नि यहाँ कस्तो के यहाँ हुका धेर खाएर यहाँको क्लाइमेट हेर्नु त ल साथीहरू ल त भाउजूहरूको कन्टेन्ट भाइले धेरै हुक्का खाएर कुहिरो लागेर मैले नि अघि त्यस्तै भन्दै थिएँ ऊ हड्ला जस्तो भयो अहिले चाहिँ तर छिनमै बादल हट्ने छिनमै झुप्प हुने हुँदो रहेछ थाहा यस्तै हो लेकतिरको बोकी ल्याउनु बेसीको घाम लेकमा चल्छ लुकलुक्ती उनको स्वेटर हेर्न मन थियो मुभी तर अघि थियो नि हाम्रो खोइ दावाजुजू र म चाहिँ उनको स्वेटर हेर्न जाने हामीले प्लानिङ पनि गरिएको हो तर हामी एकदम नै व्यस्तता भएको कारणले गर्दाखेरि चाहिँ त्यो प्लान चाहिँ नि असफल हुन पुग्यो मकैबारी दर्याम अहिले लत्तै चिप्लेर लड्नुपर्छ अघि जस्तो मेरो कन्टेन्टै पुस्क्यो कि भाइ उता नफर्किएको थियो अघि उतामाथि सो अब हामी चाहिँ बेसीतिर ओर्लिँदैछौँ दर्शकबिनहरू लेकतिरको भ्रमण सकिएको जस्तै छ लगभग सो अब भाइ अब लेकतिरको घुमाइ चाहिँ एकदम दामी भयो बवाल भयो एकदम इन्जोय नेक्स्ट डेस्टिनेसन चाहिँ आमा ह्याङ्री हुन्छ क्या हाम्रो अब विन्टरमा भए चाहिँ कालिम्पोङ जानुहुन्छ तर कालिम्पोङ अलरेडी 2 चोटि गइसक्यो म चाहिँ आमा ह्याङ्री गएको छैन त्यही भएर हेरौँ मिल्यो भने हामी जानुपर्छ यहाँ फिल्म सुटिङ हुँदैछ है हाम्रो मित्रहरूको चाहिँ डाइरेक्टर साहब यता हुनुहुन्छ म 1 2 3 तँलाई काई साहबले बोलाहा भनेर भने 1 2 3 गो मलाई काई साहबले बोलाहा यो त हाँस्दो पो थियो एक्टर फ्लप है भने हैन म भन्छु अनि भने काई साहब हैन त्यो भन्ने हैन काई साहब गरे भने आफैले भन्नु पर्यो ल एक्टर बनाइदियो त भाइ यार हो भने म बुझेँ नि उ आउँछ पर्दैन फर्काउनु मात्र तिम्रो दुई जनाको मात्र पुरा गर्ने हो नि अब यहाँ चाहिँ आशिका तामाङको कन्टेन्ट हुँदैछ पहिला तिम्रो खिचिराख्छु नि उपरि देखाउँछु के ऊ मुत्या जस्तो ऊ आशिका तामाङ बनेर गइरहेछ है मुच्छस तिरी काट्दियो मुच्छस त मुच्छस
यस सो साथीहरू हामी चाहिँ अब सैलुङदेखि निस्किन थालेको सैलुङलाई बाई बाई गर्दैछौँ हामी चाहिँ वकिङमा छु मैले जङ्गल डले डले ए नडल बोकी ल्याउनु बेसीको लेकमा चल्छ कस्तो चिसो भएको यहाँ हामी चाहिँ अहिले गेट वालमा आइपुग्यौँ अब लगभग तल गाडी भएको ठाउँमा पुग्नै थाल्यो मित्रहरू नाइस सो हामीले चाहिँ यहाँ गेट वालको पनि तस्बिर लिएर भ्यायौँ अब हामी फेरि ओह्रालो झर्नेवालामा छौँ है त हामी चाहिँ त गेट वाल छेउको होटलमा छिर्दैछौँ यहाँको यसो के रहेछ त माहौल स्पेसल हेरौँ भाले त छ के छ हौ भाले हौ ल चिया टलाएर के छ स्थिति तालको पानी माछीलाई खानी बिरेम हुक्का चाहिँ सल्काइहाल्नु पर्ने हुन्छ फर्स्टमा त्यसपछि के गर्ने गरौँला ए मैले त पर्जा लाग्यो होला नि कुहिरो ढाकेर रहेछ त अति नाइस देखिरहेको छौँ एक हिँड्दै 8 जानु पुग्ने हामी चाहिँ नि यो के भन्छ सैलुङ सनराइज होटलदेखि चाहिँ बिदाई गरेर हामी निस्किँदैछौँ ओहो फोन पाउँछ त हेलो कोरब्रा बा सैलुङ नि यार तिलमन नि बा हाबा त्यो जोरङ दाजी मलाई हुसो झुम्म ल मलाई दावाजु नि जुजु यो के छ चिया ए हे ल यहाँ त दाउरा चुलोमा रहेछ नि त एकदम नाइस चिया त फेरि माथि चिया खाएर आएको 2 मिनट भएन फेरि तल आएर नि धन्यवाद धेरै धेरै धन्यवाद ओके हामी चाहिँ अब निस्किँदैछौँ हाम्रो गाडी पनि एकदमै तयारमा छ काडा सो हामी चाहिँ यसो यहाँ ऐसिलो खाना ओर्लेको साथीहरू अगाडि नै छ जुजु कस्तो मजाले चराचुरुङ्गीहरू चिच्याउँदै कराउँदै बसिरहनु भएको क्या फिस सुन्नु तर ऐसिलो चाहिँ जताततै रहेछ यहाँ चाहिँ माथिदेखि तलसम्म देखिरहेको छ मलाई केटाहरू ढुस भयो त साथी सुतेर यो कुन ढोका हेरेर जाने काइक सेन्टरको गाइड यहाँ चाहिँ जापानको कोची काइक सेन्टरको त ठिकै छ ठिकै कन्डिसन यो पोजिसनमा चाहिँ कमै मान्छे
जनकपुर हो नि त भैसोरी ढोगे है सोल्टी भैसोरी ढोगे है भैसोरी ढोगे है सोल्टी ए कान्छ लास्टै संस्कार रहेछ कि यो त Yes guys, फाइनली हामी चाहिँ सुकुडा आइपुग्यौँ मित्रहरू र आजको भ्लग चाहिँ नि यतै अन्त्य हुनेवाला छ जसले अन्तिमसम्म भ्लग हेरिदिनु भएको छ उहाँहरू सबैजनालाई मेरो हृदयदेखि नै धन्यवाद छ सो थ्याङ्क्स फर वाचिङ गाइस बाई बाई जय नेपाल